राज्य सत्ताभित्र आखिर अहिले भइरहेको छ के? प्रधानमन्त्री बालेन्द्र शाह अब एक्सनमा उत्रिएका छन्। 100 दिने कार्य सम्पादन मूल्याङ्कनमा पास हुन नसकेका स्वास्थ्य, कृषि र उद्योग मन्त्रीलाई सिधै विदा गर्ने फाइल तयार भइसकेको छ। मन्त्रीको कुर्सीमा बसेर परिणाम नदिनेलाई पदमा राखिराख्ने परम्परा अब तोडिँदैछ। काम नगर्ने र समन्वय गर्न नसक्ने 5 जना सचिवको पनि जिम्मेवारी खोसिँदैछ। आशा देखाएर मात्र पुग्दैन, काम हुनुपर्छ भन्ने सन्देश यो कदमले दिएको छ। तर राजनीतिक तहमा भन्दा ठूलो प्रहार यतिबेला नेपालको निजामती प्रशासनमा हुँदैछ। संघीय निजामती विधेयक मार्फत सरकारले 3 वर्षे सेवा अवधि वा 55 वर्ष उमेर हद लागू गर्ने अन्तिम तयारी गरेको छ। यसको सीधा अर्थ हो प्रशासनमा सिन्डिकेट बनाएर बसेका करिब 10,000 पुराना कर्मचारी अब एकै पटक घर जाँदैछन्। 50% भन्दा बढी सचिव र 60% सहसचिवको कुर्सी अब खाली हुँदैछ। प्रविधि नजान्ने, फाइल अड्काउने र परम्परागत ढर्रामा चल्ने कर्मचारी तन्त्रलाई विदा गरेर नयाँ पुस्ता भित्र्याउने यो अहिलेसम्मकै ठूलो र आँटिलो रिफर्म हो। राज्य कोषको दोहन रोक्न पेन्सन पनि 30 वर्षको मात्रै दिने कठोर नियम बन्दैछ। सत्ताको एउटा पाटोमा सुधारको यति ठूलो हुरी चलिरहँदा न्याय र शक्तिको पुरानो केन्द्रमा भने अर्कै खालको त्रास फैलिएको छ। जीवनभर अरूलाई न्याय र कानूनको पाठ पढाउने पूर्व न्यायाधीशहरू नै अहिले आफ्नो सम्पत्ति विवरण बुझाउन डराइरहेका छन्। सरकारी सम्पत्ति छानबिन आयोगले विवरण माग्दा हामीलाई संविधानले उन्मुक्ति दिएको छ भन्दै उनीहरूले विवरण नबुझाउने विज्ञप्ति नै निकाले। जसले जीवनभर इमानको कमाई गर्यो उसले आफ्नो सम्पत्ति देखाउन किन डराउने? के न्यायको तराजु समात्ने हातहरूबाटै खोट थियो त? विवरण लुकाउने यो जिद्दीले अहिले सिङ्गो न्याय प्रणालीको विगतमाथि नै गम्भीर आशंका जन्माएको छ। यता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्पत्ति विवरण नबुझाउने सार्वजनिक घोषणा गरेका छन्। आयोगलाई पूर्वाग्रही र असंवैधानिक भन्दै उनले विवरण बुझाउन सिधै इन्कार गरे। कानून बनाउने नेता र कानूनको व्याख्या गर्ने न्यायाधीश ने जब सम्पत्ति छानबिनबाट भाग्न खोज्छन् तब आम नागरिकले सुशासनको आश कोसँग गर्ने? जवाफदेहिता सर्वसाधारणलाई मात्रै होइन, सत्ताको शिखरमा बसेकाहरूलाई पनि उत्तिकै चाहिन्छ। हिजोको नेपाल र आजको नेपाल बीचको सबैभन्दा ठूलो लडाई नै यहीँनेर छ। एकातिर परिणाम नदिने मन्त्री र कर्मचारीलाई छानी छानी विदा गर्ने बालेन सरकारको आक्रामक कदम छ। अर्कोतिर आफ्नो सम्पत्तिको स्रोत लुकाउन खोज्ने उच्च पदस्थहरूको छटपटी छ। यो केवल 3 जना मन्त्री वा 10,000 कर्मचारीको जागिर जाने विषय मात्र होइन। यो त नेपालको सुशासन, विधिको शासन र भ्रष्टाचार विरुद्धको अभियान कुन बाटोमा जाँदैछ भन्ने अग्नि परीक्षा हो। पहुँच र पावरको भरमा जे गरे पनि हुन्छ भन्ने पुरानो मान्यता अब भत्किँदैछ। तर हेर्न बाँकी छ के 10,000 कर्मचारी हटाउने यो साहसिक